हेलो साथीहरू, आज 9 को महिना पनि गयो। भोलि 10 को महिना सुरु। 10 को महिना 1 गते माघे संक्रान्ति पर्ने रहेछ। तरुलहरू खाएर चाकु घिउ खाएर सबैजना ह्यापी रहनु होला अनि मिलिजुली बस्नु होला। सबैजना जति जे खाए पनि सबै ठिक मात्रामा खानुहोस्। सबैजना ह्यापी रहनुहोस्। अब आजको दिन आज रात पर्यो हैन। यो 9 को महिना अन्तिम 30 गते आज 2022 साल 9 को महिना 30 गते आज हैन। भोलि 10 को महिना 1 गते माघे संक्रान्ति। सबैजनालाई ह्यापी माघे संक्रान्ति म भन्न चाहन्छु है। यो माथि डाँडाबाट डुब्न लाग्यो घाम। आज 9 को महिना 30 गते आज अन्तिम हैन। 10 को महिना भोलि 1 गते माघे संक्रान्ति। सबैले मनाउनुहुन्छ, जतिले मनाउनुहुन्छ सबैजना मनाउनुहोस्, खानुहोस् घिउ चाकु सबैले खानुहोस् हैन। धन्यवाद। त खोकी लाग्यो मलाई है यो कुरा गर्दा गर्दा। अब धन्यवाद। कसले कुरा गाडी खसखसाएको जस्तरी। सबैजना ह्यापी रहनुहोस्। ह्यापी माघे संक्रान्ति। भोलिको दिन आज दिन गयो होइन। सबैजनालाई ह्यापी ह्यापी माघे संक्रान्ति। बाई बाई। अब आज गयो 9 को महिना 30 गते अन्तिम महिना। रातो घाम भइसक्यो। यता मेरो पछाडि चाहिँ पुरै अन्धकार छ हेर्नुहोस् हैन। पुरा अन्धकारले छाइसक्यो हैन। पुरै अन्धकार भइसक्यो। अब यहाँबाट यता चाहिँ बत्तीहरू बलिरहेका छन् हैन। ल सबैलाई आज अन्तिम 9 को महिना 30 गते हैन। भोलि 10 को महिना 1 गते माघे संक्रान्ति पर्दो रहेछ। सबैले मनाउनुहोस्, ह्यापी रहनुहोस् है त। ठिक मात्रामा खानुहोस्, धेरै नखानुहोस्, झैझगडा नगर्नुहोस् हैन। कसैले कसैलाई कुटाकुट मारामार पिटापिट नगर्नुहोस्। बाई 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 बाई। डुब्न लाग्यो घाम। सबैलाई बाई बाई।